छोड़ियन के जूम करबो Hello guys, welcome back in my new another vlog and welcome back in my new another video. धेरै दिन पछि गाइस म फेरि नयाँ ब्लग लिएर आइसकेको छु नयाँ क्यामेरा को साथमा र गाइस आज फेरि तपाईहरुलाई बिहान देखि बेलुकासम्मको ब्लग हेराउँछु अनि के भन्छ आज काटमार पनि हो है दशैं सबैलाई ह्यापी दशैं। आजको भिडियोमा फेरि नयाँ सिन हुनेछ है ओपी वाला सबैजना हेर्दिनु होला र अहिले चाहिँ म अब माछा हेर्न गएको यतातिर माछा मार्दै हुनुहुन्छ यहाँ हेराउँछु म हेर्न सक्नुहुन्छ राजु दाइ आउँदै हुनुहुन्छ यता माछा पनि मार्दै छ माछाको सिन हेराउँछु सबैजनालाई। यहाँ हाम्रो राजु दाइ धेरै दिनपछि आइफोन 13 प्रो मैक्स को कमाल के थियो देख हाई गर्दै हाई गर्दा हाई पुरो ब्लग आइफोन 13 प्रो मैक्स न्यू ब्रांड ये खोइ माछा कछे पूरा मारी लेलके माछा खालजाल रा देखा छे त्यही त यता ठुलियामा माछा मार्दै हुनुहुन्छ यता पनि सबैजना यहाँ आन्टी आउँदै हुनुहुन्छ यता पनि माछा मार्दैछ यहाँ हाम्रो गाउँ सुन्दर मुढेरी यहाँ हाम्रो मम्मी हाँस लिएर आउँदै हुनुहुन्छ। अब हामी चाहिँ हाँस चढाउन जान्छौँ काली मातालाई बौडा जान्छौँ बौडा चाहिँ आज म र भाइ जान्छु यो अब हाँस चढाउन आज काटमार पनि हो। अब हाँस लिएर हाँस चढाउन जान्छु म चाहिँ चढाउँदिनँ भाइ जान्छ चढाउन म चाहिँ अब मलाई हुँदैन अरे सुनेको। फाइनली एकाडी प्रोसँग म चाहिँ अब हाँस चढाउन जाँदैछु बौडा हाम्रो बुढीगङ्गा ओइ कालिया अंकल गुड मर्निङ। गुड मर्निङ ठिकै छ विशाल दा फाइनली यहाँ अंकल पनि भेट भएको छ के छ ठीक छ न के हो लाइन यार गाइस यो पल्ट त लाइन एकदम लामो लाइन छ। भन्छ हाफपेन्ट लगाएको छ लाज्दै लाग्छ बर्का लाइन छ बर्का लाइन छ आईफोन का कमाल ठीक है ना हाम्रो दुई ठक्का दे देता आधी रहल छ पाछे एकटा पटना रे कनो
देख देख भिडियो अब अननोन फोकस गर्दैछु हेलो ढिला होला त चिथर पनि नै के हम त दुईटा हात लागि चिथर चौदिने मासु मुर्गा मासु सुगर नै फाइनली अञ्चल भाइ भेटिसकेको छ यहाँ ओ फाइनली यहाँ हाम्रो भाइले छपाछप गरिदिइसकेको छ अब हामी चाहिँ केटाहरूसँग घर जान आँटेको हाम्रो यताको सिनहरू सकिसकेको छ अब घरमा पिसको सिन बन्नेवाला छ हाँसको पिसको सिन त्यसपछि हामी बेलुकातिर जाने भन्छ ओ भन्छ विराटनगर 6-7 बजीतिर जाने तोरेको छ 6-7 बजीतिर कस्तो खतरा सिन छ अरे विराटनगरको त्यो काली मन्दिरतिरको यसो त्यो सिन हेराउनलाई बोल न यो बुढीगङ्गा 2 पौरा यो फिल्ड हो यहाँ गोल्ड कपहरू हुन्छ गाइस फाइनली घर पुगिसके गाइस कस्तो कालाको म हौ चलाउने हो थाहै छैन उसलाई म स्कुटी चलाइरहेको छु कि घोडा चलाइरहेको छु के गर्दैछु फाइनली अब म चाहिँ ड्युटी जाँदैछु गाइस किनभने मेरो टाइम पनि आइसक्यो ड्युटी जाने टाइम सबैजना भिडियोमा लाइक गरिदिनु होला च्यानलमा सब्सक्राइब गरिदिनु होला अरू अब यसपछि मेरो एकेडी ब्रोले भिडियो बनाउँछ है मासु काट्ने के गर्ने 5-6 बजेसम्म म चाहिँ अब ड्युटी जान आँटेको हामी हाँस चढाएर आइसक्यौँ म फेरि आउनेछु भरेतिर विराटनगरको सिन लिएर सो सबैजना लाइक गरिदिनु होला च्यानलमा सब्सक्राइब गरिदिनु होला कस्तो तर्साइदिएको मलाई फाइनली म चाहिँ अब एकेडी ब्रोलाई ह्यान्डओभर गर्दैछु है सबैजना भिडियोमा लाइक गरिदिनु होला तर्साइदिएर ढुकढुक गर्दैछ ढुक गर्दैछ हेलो गाइज फाइनली दाई ड्युटीमा गइसक्नुभयो अब म तपाईहरुलाई हेराउने छु भिडियोमा सबै थोक ओ गछो असले उ हेलो के त मासु हमर बॉडी स्लो भारी करे बेटा तोर भोटी दिहा दूर मिला सब तीनटा फ्री में
गाइज यता हेर्न सक्नुहुन्छ भाउजूले पकाइसक्नुभयो मासु पाकिसक्यो मासु अब खानेछौँ हामी म र मेरो भाउजू फाइनली यहाँ हाँसको मासु र भात पसिसकेको छौँ भाउजूले पस्किदिनु भयो अब म खानेछौँ र मेरो भाउजू दुवैजना हेर्न सक्नुहुन्छ हाँसको मासु ल गाइज तपाईँहरू पनि खानु होला आज के हो त्यो के भन्छ दसैँको अगाडि टिकाको अगाडि हुन्छ नि काटमार भन्छौँ हामी काट्ने हाँस अनि भाले होइन गाइज ल यो हाँसको मासु हो खाँदैछौँ दुवैजना म र मेरो भाउजू गाइज फाइनली खाना खाइसक्यो टन्नै अब दाइ आएपछि दाइलाई मोबाइल दिन्छु दाइले पनि अब ब्लग बनाउनुहुन्छ नाइट ब्लग हुन्छ उताको विराटनगर घुम्न जाने अनि त्यहाँको नाइट भ्यू हुन्छ तपाईँहरूलाई हेराउनुहुन्छ होला म पनि जान्छु होला जस्तो छ अब फिक्स छैन ल गाइज अब यति नै हो दाइलाई दिन्छु आएपछि हेराउनेछु दाइलाई फाइनली गाइज म अफिसबाट घर आइपुगेको छु यहाँ हेर्न सक्नुहुन्छ अब खानासाना खाएर अब फेरि म अफिसतिर जान्छु ब्रेक टाइम हो यो ब्रेक टाइममा म घर पुगेको छु अहिले लेग पिस गाइज लेग पिस मजा आयो फाइनली खाइसकेँ गाइज अब एकछिन रेस्ट गरेर म फेरि ड्युटी जान्छु अनि आएर फेरि गाइज विराटनगरतिर टाइम मिल्यो भने विराटनगरको चाहिँ हेर आउँछु है त फाइनली गाइज म ड्युटीबाट घर आइसकेर रेडी भइसकेको छु नयाँ भेस्ट गाइज जेन्जीवाला यहाँ हेर्न सक्नुहुन्छ जय हो जेन्जी जेन्जीको टी सर्ट आज भर्खरै किनेर अहिले लगाएको छु र गाइज म अब विराटनगरतिर जाँदैछु मैले भिडियोमा भनिसकेको छु कि म विराटनगर जान्छु एकेडी ब्रोसँग तर गाइज एकेडी ब्रो घरमा बस्छ किनभने घरमा अहिले कोही छैन सो म भतिजलाई लिएर जाँदैछु हाम्रो भतिज भतिज हाम्रो निशान्त भतिज यो ह्यान्डसम हाम्रो चल बाई बाई अब भयो लाइट लाइट राम्रो छ भने हाल्छ अनि लाइट हुन चाहिएन अर्को चाहिँ हेर्दैन लाइट भर्खरै हामी निस्के अब बाँसबारी पुग्न आँटेको छु गाइस आजको सिन बिहानदेखि बेलुकासम्मको ओपीवाला हुनेछ
भतेज छौरियन के जुम करबो हम्मा Lucia Cruz ya ke भतेज लाइट पूरा खतरा है देखो लाइट में क्यों पुगिसके यही हो हाथ दे रहा handsome देखिरहेछ मेरा एक फोटो शूट ले रहे हैं मैं बहुत
फाइनली हामी यताको सिन लिइसकेको छौँ है। अब चाहिँ हामी अर्कोतिर जाँदैछौँ। अब कहाँ जाने थाहा छैन, अब यही भिडियोमा थाहा पाउनुहुन्छ। यता पनि राम्रो सिन छ, हस्पिटल लाइनको रोड हो यो। अब भतिजलाई चाबी दिएर निस्किनु पर्ने हुन्छ। हेलो आन्टी, धेरै राम्रो लाग्यो यो आन्टीले हाई भन्नुभयो। अब हामी चाहिँ अर्कै ठाउँतिर जान आँटेको गाइज, म र भतिज। फाइनली म र भतिज अब अर्को ठाउँतिर प्रस्थान गर्न लागेको। अब यो ब्लगमा चाहिँ अर्कोतिरको सिन हुन्छ है, सबैजना हेरिदिनु होला, फुल भिडियो हेरिदिनु होला गाइज, फुल भिडियो। गाइज यहाँ पनि रहेछ त यार। सेन्टर मल पुग्ली रे। फाइनली हामी चाहिँ सेन्टर मल पुगिसके गाइस, हैन भतिज? फाइनली सेन्टर मल पुगे। अब यहाँको सिन हुनेछ हाम्रो ब्लगमा। डर लाग्यो भतिज रे। छोरा केही किन्ने भतिज? भतिज एक लोड सेन्ट्रल मलमा पनि यसो हान्नु परेको। ए भगवान्, भतिज पनि पुरा कमेडी गर्दो रहेछ। भतिज यिनीहरूको लाइट मार्छ त। भतिज आदमी से सेल्फी आना कि इमर से लाइट होता है। सेंटर मॉल को सेकंड ब्लॉग हो। अब यहाँबाट पनि हामी निस्किन लागेको गाइस। फाइनली घर पुगे यार। ओह माय गॉड, यहाँ भतिज म त बस्दा बस्दा गले हो भतिज यार। फाइनली घर पुगिसके गाइज। ओह माय गॉड, ओपी वाला सीन थियो विराटनगरमा। अब खाना साना खायो वरी सुत्छु। गुड नाइट, गुड नाइट गाइज, गुड नाइट।